सम्पूर्णमा जय मसीह नेपाली क्रिस्चियन भजनको अर्थ श्रृङ्खलाको नयाँ भागमा तपाईहरूलाई हार्दिक स्वागत छ। आजको श्रृङ्खलामा हामी नेपाली क्रिस्चियन भजन नम्बर 427 यो दुनिया मेरो घर होइन यस भजनको गहिरो आत्मिक अर्थलाई बुझ्ने प्रयास गर्नेछौँ। आउनुहोस् सुरुमा हामी यस भजनलाई सुन्नेछौँ। यो दुनिया मेरो घर होइन, साँच्चै यो मेरो घर होइन। यस दुनियाँमा आराम छैन, यो दुनिया मेरो घर होइन। यो भजन नेपाली लोक लयमा रचिएको एउटा अत्यन्तै भावपूर्ण भजन हो। यस भजनले क्रिस्चियन विश्वासको एउटा अत्यन्तै महत्त्वपूर्ण सत्यतालाई प्रस्तुत गरेको पाइन्छ। मानिस जन्मेदेखि नै यस संसारमा जीवन बिताउँछ, संसारका सुख दुःख अनुभव गर्छ, परिवार, धन सम्पत्ति, काम, सम्बन्ध र विभिन्न जिम्मेवारीहरूमा बाँधिन्छ। तर बाइबलले विश्वासीको जीवनलाई केवल यस पृथ्वीमा सीमित जीवनको रूपमा हेर्दैन। विश्वासीको वास्तविक आशा र स्थायी गन्तव्य परमेश्वरसँगको अनन्त जीवन हो भन्ने सत्यतालाई यस गीतले जोड दिएको पाइन्छ। यही आत्मिक चेतनालाई यस भजनले सरल तर गहिरो शब्दहरूमा व्यक्त गरेको छ। यो दुनिया मेरो घर होइन भन्नुको अर्थ संसारलाई घृणा गर्नु वा संसारबाट भाग्नु भन्ने होइन, बरु यो संसार अस्थायी हो र परमेश्वरले दिनुभएको अनन्त जीवन नै हाम्रो वास्तविक आशा हो भन्ने स्वीकार उक्ति हो। यस भजनले पापको बाटो त्याग्ने, परमेश्वरलाई खोज्ने, मानिसहरूको विरुद्धमा पनि विश्वासमा अडिग रहने र अरूलाई पनि उद्धारको बाटोमा बोलाउने सन्देश दिँदछ। यो भजनको पहिलो अन्तरा यस्तो रहेको छ: म पापको बाटो छोड्दछु जहाँ धेरै मान्छे मर्दछन्, स्वर्गको घरलाई खोज्दछु यहाँ बस्ने मेरो छैन मन। पापको बाटो छोड्दछु जहाँ धेरै मान्छे मर्दछन्, स्वर्गको घरलाई खोज्दछु यहाँ बस्ने मेरो छैन मन। यस अन्तराले विश्वासीको जीवनमा आएको परिवर्तनलाई देखाउँछ। ख्रिस्टलाई विश्वास गर्नुभन्दा पहिले मानिस पापको बाटोमा हिँडिरहेको हुन सक्छ, तर जब उसले परमेश्वरको अनुग्रह र ख्रिस्टमा पाइने उद्धारलाई बुझ्दछ, उसको जीवनको दिशा नै परिवर्तन हुँदछ। म पापको बाटो छोड्दछु भन्नु केवल केही खराब कामहरू नगर्ने निर्णय मात्र होइन, यो आफ्नो पुरानो जीवनशैलीबाट फर्केर परमेश्वरको इच्छा अनुसार जीवन जिउने निर्णय हो। पापले मानिसहरूलाई परमेश्वरबाट अलग गराउँछ र अन्ततः मृत्युमा समेत पुर्याउँछ भन्ने बाइबलको शिक्षा छ। त्यसैले भजनकारले पापको बाटोलाई त्यागेर स्वर्गीय घरको खोजी गर्ने निर्णय गरेको छ। यस भजनमा स्वर्गको घर खोज्नु पनि महत्त्वपूर्ण कुरा हो। यसको अर्थ मृत्युको प्रतीक्षा गर्नु मात्र होइन, यसको अर्थ अहिले नै परमेश्वरलाई आफ्नो जीवनको केन्द्र बनाउनु र उहाँको राज्यलाई प्राथमिकता दिनु भन्ने पनि हुँदछ। यसले पनि पहिला उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर्नलाई आज्ञा गर्नुभएको छ। त्यसैले स्वर्गको आशा राख्ने प्रत्येक मानिसहरूले पृथ्वीमा आफ्नो जीवन पनि परमेश्वरको इच्छा अनुसार जिउनु पर्ने चुनौती यस हरफहरूले दिँदछ। यस भजनको कोरस यस्तो रहेको छ: यो दुनिया मेरो घर होइन, साँच्चै यो मेरो घर होइन, यस दुनियाँमा आराम छैन, यो दुनिया मेरो घर होइन। यो दुनिया मेरो घर होइन, साँच्चै यो मेरो घर होइन। यस दुनियाँमा आराम छैन, दुनिया मेरो घर होइन। यो भजनको मुख्य घोषणा यही हो: मानिस संसारमा बस्छ तर विश्वासीको स्थायी घर संसार होइन। संसारमा मानिसले केही समयका लागि सुख, सफलता, धन र प्रतिष्ठा पाउन सक्छ, तर यी मध्ये कुनै पनि कुरा स्थायी रहेका छैनन्। स्वास्थ्य परिवर्तन हुन सक्छ, धनहरू हराउन सक्छ, सम्बन्धहरू बदलिन सक्छन् र अन्ततः मानिसले शारीरिक मृत्युको सामना गर्नु पर्दछ। त्यसैले संसारले मानिसलाई स्थायी शान्ति र पूर्ण सन्तुष्टि कहिल्यै पनि दिन सक्दैन। मानिसले संसारका धेरै कुराहरू प्राप्त गरे तापनि उसको हृदयमा रहेको परमेश्वरको आवश्यकता संसारको वस्तुहरूले कहिल्यै पनि पूरा गर्न सक्दैन।
यस दुनियाँमा आराम छैन भन्नुको अर्थ विश्वासीले संसारमा कुनै आनन्द वा शान्ति पाउँदैन भन्ने होइन। यसको अर्थ संसारले दिन सक्ने आराम स्थायी छैन भन्नु हो। ख्रीष्टमा पाइने शान्ति र परमेश्वरसँगको सम्बन्ध भने संसारले दिन नसक्ने प्रकारको आत्मिक सन्तुष्टि हो। प्रेरित पावलले पनि विश्वासीहरूको नागरिकता स्वर्गमा रहेको बताएका छन्। यसकारण यो भजनले विश्वासीहरूलाई आफ्नो वास्तविक पहिचान र गन्तव्य सम्झाइरहेको देखिन्छ। त्यसैगरी भजनको दोस्रो अन्तरामा भनिएको छ, मान्छेले रोक्न खोज्दछ न प्रार्थना गर्न दिँदछ, तिनका बातलाई सुन्दिन म, स्वर्गको घरलाई खोज्छु म। मान्छेले रोक्न खोज्दछन् न प्रार्थना गर्न दिँदछन्, तिनका बातलाई सुन्दिन म, स्वर्गको घरलाई खोज्छु म। यहाँ क्रिस्चियन जीवनमा आउने विरोधको चित्रण गरिएको छ। जब मानिसले परमेश्वरको बाटो रोज्छ, उसले सधैँ सबै मानिसबाट समर्थन पाउँछ भन्ने हुँदैन। कहिलेकाहीँ परिवार, साथीभाइ वा समाजबाट नै विश्वास र प्रार्थनाको विषयमा विरोधहरू आउन सक्छ। तर भजनकारले यस्तो विरोधको कारण आफ्नो विश्वास छोड्दैन। तिनका बातलाई सुन्दिन म भन्नुको अर्थ अरू मानिसको कुनै पनि कुरा सुन्नु हुँदैन भन्ने होइन। यसको गहिरो अर्थ परमेश्वरको इच्छाको विरुद्धमा आउने दबावहरूलाई स्वीकार नगर्नु भन्ने हो। प्रेरितहरूले पनि मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मान्नुपर्ने कुराहरूलाई जोड दिएका थिए। यसले विश्वासीहरूलाई आत्मिक दृढता सिकाउँदछ। मानिसहरूले रोक्न सक्दछ, आलोचना गर्न सक्दछ, हाँसोमा उडाउन सक्दछ, तर परमेश्वरप्रतिको विश्वास र स्वर्गीय आशालाई त्याग्नु हुँदैन भन्नु यी हरफहरूको सन्देश हो। तेस्रो अन्तरामा भजन अझ व्यापक बन्दछ। मसँग पापीहरू आऊ, स्वर्ग देशमा हामीहरू जाउँ, र बस्न अब छिट्टै आऊ, स्वर्गको घरलाई खोज्न जाउँ। पहिलो अन्तरामा भजनकारले आफ्नो जीवन परिवर्तनको कुरा गरेको थियो। दोस्रो अन्तरामा उसले विरोधको बीचमा पनि अडिग रहने कुरा गरेको थियो। तर तेस्रो अन्तरामा लेखकको दृष्टि अरू मानिसहरूतर्फ फर्किएको पाइन्छ। लेखकले म मात्र स्वर्ग जाउँला भन्दैन, बरु मसँग पापीहरू आऊ भन्छ। यही ठाउँमा यस भजनले सुसमाचार प्रचारको भावना पनि बोकेको देखिन्छ। क्रिस्चियनहरूले आफूले पाएको उद्धार आफैमा मात्र सीमित राख्नु हुँदैन, तर उसले अरूलाई पनि येशू ख्रीष्टको उद्धारको सन्देश सुनाउनु पर्नेमा लेखकले मुख्य रूपमा जोड दिएको पाइन्छ। येशू पापीहरूलाई बोलाउन आउनु भएको थियो, त्यसैले पापीहरू आऊ भन्ने निमन्त्रणा वास्तवमा ख्रीष्टको उद्धारमा आउने निमन्त्रणा हो। यसले हामीलाई एउटा महत्त्वपूर्ण कुरा सम्झाउँछ। पापी मानिसहरू परमेश्वर कहाँ आउनको लागि पहिले नै सिद्ध हुनु पर्दैन, तर उनीहरू आफ्नो पाप सहित ख्रीष्ट कहाँ आउन सक्छन्। ख्रीष्टले एउटा पापीलाई उसको पापी अवस्थामा नै क्षमा गर्नुहुन्छ र जीवन दिन सक्नुहुन्छ। छिट्टै आऊ भन्ने शब्दले पनि सुसमाचारको तत्कालतालाई देखाउँदछ। मानिसले परमेश्वरको बोलावटलाई सधैँ पछि भनेर सार्नु हुँदैन। जीवन अनिश्चित छ, त्यसैले आज नै परमेश्वरतर्फ फर्कनु र ख्रीष्टलाई स्वीकार गर्नु आवश्यक छ भन्ने यथार्थतालाई लेखकले यस पंक्तिमा जोड दिएको पाइन्छ। समग्रमा हेर्दा यो दुनिया मेरो घर होइन भजनले विश्वासीको जीवनलाई एउटा यात्राको रूपमा प्रस्तुत गरेको छ। हामी संसारमा छौँ, तर संसार हाम्रो अन्तिम घर भने होइन। हामी यहाँ आफ्नो जिम्मेवारी पूरा गर्छौँ, मानिसहरूलाई प्रेम गर्छौँ, परिवार र समाजका लागि कामहरू गर्छौँ, तर हाम्रो अन्तिम आशा यी सांसारिक कुराहरूमा होइन। यस भजनले हामीलाई पापको बाटो छोड्न, परमेश्वरलाई खोज्न, विरोधको समयमा पनि विश्वासमा अडिग रहिरहन र अरू मानिसहरूलाई पनि ख्रीष्टको उद्धारमा बोलाउनको निम्ति प्रेरित गर्दछ। यसको सन्देश केवल मरेपछि स्वर्ग जानेछु भन्ने आशामा मात्रै सीमित रहेको छैन। यसले आजको जीवन कसरी जिउने र भोलिको अनन्त जीवनको लागि कसरी तयार हुने भन्ने कुरा पनि सिकाउँदछ। अन्ततः यो दुनिया मेरो घर होइन एउटा साधारण भजन भन्दा धेरै गहिरो आत्मिक घोषणा हो। यसले विश्वासीहरूलाई संसारको अस्थायी चमक भन्दा परमेश्वरको अनन्त प्रतिज्ञातर्फ आफ्नो दृष्टि लगाउनको निम्ति सिकाउँछ। संसारले दिने सुख, धन, प्रतिष्ठा र आराम अस्थायी रहेका छन्, तर ख्रीष्टमा पाइने उद्धार र अनन्त जीवन स्थायी रहेका छन् भनेर यस गीतले शक्तिशाली रूपमा घोषणा गरेका छन्। दुनिया मेरो घर होइन, साँच्चै यो मेरो घर होइन। यस दुनियाँमा आराम छैन,
मेरो घर होइन।